हुन्छ, एप्रोन लगाएर हाम्रो अब कर्मचारीले काम गर्नुहुन्छ। यो चाहिँ हाम्रो सामाजिक विकास मन्त्रालयले मैले राम्रो काम गरेको भएर प्रगति पुरस्कार दिएको। यो चाहिँ मस्यौडा र यो उहरू बनाउने चिप्सहरू बनाउने मेसिन यो सामाजिक विकास मन्त्रालयले दिएको। सेलरोटीको त्यसो भए 1 वर्ष राख्छु भनेर भन्नु होला, तर 1 वर्ष राख्छु भनेर तपाईँले 1 वर्षसम्म त्यो सेलरोटी मार्केटमा भोलि मैले चाहिँ 6 महिना पछाडि त्यो मार्केटमा स्याम्पो आउँदाखेरि चाहिँ फेरि गुणस्तर हिँड्दा आयो भने त फेरि होइन भनेको जसमा भावी पनि राख्नु भएन। स्टोरिङ गर्ने यो भइहाल्यो है। स्टोरिङ कसरी गर्ने भन्दा एउटा घाममा सुकाएर, एउटा चाहिँ सिफ्रिज गरेर, एउटा चाहिँ अब केमिकल हालेर पनि मान्छेहरूले त्यसरी ड्रममा राख्छ। त्यो चाहिँ हाम्रो त्यो होइन है। गर्ने अगाडि बढाउने र काम चाहिँ अहिले त्यो काम गर्छ। पहिला काम चाहिँ अब पुस्तालाई पढाउने अनि नचिनेर त हामीले अनि हामीले राखेको एकचोटि चाहिँ हामीले नुन पानीमा बोइल गरेर भोगटेलाई काटेर त्यसको बोक्रा निकालेर पिच्चाको भागलाई चाहिँ नुन पानीमा बोइल गरेर अनि फेरि घाममा सुकाएर यो स्टोरिङ गरेको यो व्हाइट पार्ट सबैभन्दा ग्राहकले मन पराउने खालको प्रोडक्ट चाहिँ यो मेटेरियलबाट बन्छ। के को माल त्यो? यो चाहिँ काउली अन्डा मुला जस्ता यो जुन कृषि कच्चा पदार्थलाई चाहिँ हामीले किन त्यसो गरेको भने भाउ नआउँदा 5 रुपियाँ केजी 10 रुपियाँ केजी लगाउँदा त्यो बेलामा चाहिँ हामीले यो बनाइसकेपछि तपाईँको 800 रुपियाँ 900 रुपियाँ केजी पाइन्छ। अनि फेरि लाउने समय पनि राख्न पाइयो। दालको घाँसेर
स्कुल अफ लका सञ्चालक युवराज सङ्ग्रौलामाथि विद्यार्थीले दुर्व्यवहार गरेको आरोप महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गरेको आरोप वार्षिक परीक्षा आउन लागेको भन्दै रोकिएको थियो छानबिन एससी परीक्षा दिने विद्यार्थीलाई शिक्षा मन्त्रीको सन्देश